हेलो एभ्रिवान, आफ्टर लङ टाइम स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म सिटीतिर जाँदैछु। एउटा सानो काम छ, सानो हुनाले एउटा कुरा किन्न छ। चाहिँ म अहिले देखाउँछु के किन्ने भनेर। अहिले चाहिँ म जाँदैछु स्टेसनतिर। अनि आधी बाटोमा गएपछि चाहिँ एउटा सोल्टीसँग जानु छ। सोल्टीलाई चाहिँ नि वेलकम गरौँला हामी है, नयाँ मेम्बर जस्तै हो मेरो। त्यही हो, अब ट्रेन कति 10 मिनटमा जति छ होला। सर गएर ट्रेनमा गएर साथी सोल्टीनिर झरेर सोल्टी र म चाहिँ सिटीतिर जान्छौँ। एउटा सामान किन्नलाई हो आजको विशेष ब्लग चाहिँ। त्यो सामान चाहिँ नि मेरो लागि विशेष छ। करिब लाइक 1 वर्षपछि पहिल्यैबाट किन्छु भन्दा त्यही हो, सेभिङ गर्दा फाइनली आज चाहिँ म किन्छु त्यो सामान। हेरौँ, अहिले चाहिँ म स्टेसन आइपुगिसकेँ। अब सायद 5-6 मिनटमा छ होला ट्रेन। अनि मैले सोल्टीलाई पनि फोन गरेको, ऊ पनि अब कामबाट घर आउँदैछ अरे। अनि उसको स्टेसनमा गएर सँगै सिटीतिर जान्छौँ। यस्तो छ स्टेसन चाहिँ अहिले। हेरौँ त्यहाँ गएर। अहिले चाहिँ म स्टेसन आइसकेँ। त ट्रेन पनि आइसक्यो, सायद 1 मिनटमा आउँदैछ ट्रेन आएपछि जान्छौँ हामी। त्यस्तै 30-35 मिनट जति लाग्छ मलाई त्यो सोल्टीनिर पुग्नुलाई। अहिले चाहिँ म स्टेसन झरेर सोल्टी घरतिर पुग्न लागिसकेँ। सोल्टी चाहिँ नि कामबाट आउँदैछ अरे, र चाहिँ अलिकति टाइम लाग्न सक्छ अरे। त्यही भएर म अब त्यही बाटो स्ट्रिटतिर उसलाई पर्खेर बस्छु। अनि भेटिसकेर हामी सिटी जान्छौँ। अनि के किन्न गएको हो हामी सिटी गएर देखाउँछौँ है त। हाम्रो 4 बजे आउँछ भनेर 5 बजीसम्म कुराउने मान्छे चाहिँ यही हो, नयाँ मान्छे होइन। मैले भेटाउँछु भन्थेँ नि, उसको नाम चाहिँ नि प्रमिस हो होइन। नयाँ मान्छे होइन यार, म तिम्रो होइन भ्लगमा चाहिँ नयाँ हो त। उमा त लास्ट पुरानो यार, म चाहिँ पुरानै हो जस्तो भइसक्यो। ओइ मैले टोपी कहाँ राखेँ यार, टोपी चाहिन्छ र हौ। ल अब हामी चाहिँ भेट भएर अब हामी जाँदैछौँ सिटीतिर। त्यही हो, अब 1 घन्टा कुरायो, रिस त उठ्यो, के गर्नु अब, रिस पोख्नु भएन है। लास्ट भोक लाग्यो, भर्खर कामबाट हतार आएर टोइलेट गरेर सिधै फेरि अर्को काममा हिँड्दा मलाई त ठिकै छ। अब हामी चाहिँ के लिनेछौँ अब सिटीमा गएर देखाउँछौँ नि त हामी। अब यतिमै भने गाइज हामीहरू चाहिँ सिटी आइपुग्यो। हाम्रो के सामान, मिस्टिरियस सामान किन्नलाई अब किनिन्छ है। अर्को यो डिक्याथलोन पनि छिडौँ है, उसको सामान पाउँदैन नि त। पहिला त एप्पल स्टोर जाने होला नि। ओइ अति कस्तो कहाँ हो थाहा त नि, यतै हो। यता हो क्या, यता हो। अनि किन हामी यता गइरहेको के हो? ओइ भइरहेछ कि उता उसले के भयो? भइरहेको त्यो पछाडिबाट अरूबाट पनि के अप्सन पछि आयो सिटी। हामीहरू कति खुसी छ यार तिमी? म एक्साइटेड छु यार। म त सोलीले पार्टिङ दिन्छ भने आज कि नदिने अहिले थाहा हुन्छ। हेर है म्याम, हेरिरहेको छु। हामी आज उडाइदिनुपर्छ जस्तो ट्रेनबाट यार। ट्रेनबाट ए फेरि भयो हामी, तर होइन के आउँदो भन्दा हुन्छ होला। सो हामीले चाहिँ ड्रोन किन्न जाँदैछौँ। एकदमै लामो पर्खाइपछि कमलको हेर त सिधै हो। सो हामी अब ड्रोन किनेर भेटौँला ल, त्यही स्टोरतिर भेटौँ स्टोरमा। नसोल्दै हामी किन्नलाई चाहिँ यही हो। भन नि त अब यता म त नर्भस भएँ। देखेको न सोल्टी, यो के हो यस्तो? यत्रो छ यहाँ। सही हो।
यो के हो हिँड्दैन भनौँ न हामीले चाहिँ हाम्रो सामान किनिसक्यो है सामान मेनी चाहिँ यो मेनी छ हाम्रो अब मेनी मेनी कङ्ग्रेचुलेसन टु कमल मिस्टर कमल गुरुङ थ्याङ्क यू कमल के अरे ऊ अब के भ्लग्समा आउँछ है हाम्रो अब यहाँ भ्लग्समा आउँछ Drone. फुल अनबक्सिङको चाहिँ होइन त्यही हो अब खुसी पनि लाग्छ होइन अब पैसा सुन्यो भने अब तर्सिन पनि अब सातो पनि गइरहेछ अब त्यही हो मन परेको कुरा तर अब यहाँ टक्क त्यही हो, किनिसक्यो अब भोलि ड्रोन उडाउने हो हामी आम्मा। अब चाहिँ ड्रोन सटहरू चाहिँ देख्न सक्नुहुन्छ मेरो च्यानलमा अनि टिकटकबाट पनि म हाल्ने गर्छु अब होइन च्यानलमा अब त्यही हो अब त्यस्तो कन्टिन्युटी छँदै छैन मेरो भिडियोमा चाहिँ अब चाहिँ म ड्रोनबाट चाहिँ सर्टहरू हालेर कन्टिन्यू गर्ने प्रयास गर्छु अझै अलिकति बिजी भइरहेको छु म अब एक दुई हप्तापछि अलिकति फ्री हुन्छु अनि फ्री टाइममा चाहिँ म सकेसम्म सक्दो ड्रोन सर्ट हाल्छु ड्रोन उडाउँछ ओइ माया रहेछ यहाँ रहेछ म आएकै छैन यहाँ ल अब हाम्रो चाहिँ ड्रोन सर्ट दामी हान्छ अब कमलले अब हामी चाहिँ एप्पल स्टोर जाँदैछौँ किनभने मेरो ल्यापटप पनि बनाउनु छ अनि त्यहाँबाट भेटौँ ल है त ल यार सोल्ड यार ल कङ्ग्रेचुलेसन यार आम्मा नाक फुलेर कहाँ आइपुगिसक्यो भन्न त मिल्दैन अब सही हो ल गाइस अब अहिले जस्तो भेटौँ ल है त हामीहरू ल अब चाहिँ हामी सामान किनेर चाहिँ हामी आइपुग्यौँ अब चाहिँ सोल्टी झर्ने ठाउँ पनि आइसक्यो होइन भोलि उडाउने अब भोलि पर्सि उडाउनु पर्छ हामी ड्रोन चाहिँ पर्सि फेरि हेर न ओइ तर होइन ल पर्सि उडाउनु पर्छ हामी मेरो फ्री समयमा ल त्यसपछि त्यही हो यस्तो उडाउनु पर्छ है अब यसको अनबक्सिङ भएको छ अर्कै भिडियो बनाउँछु म त्यही हो अब सोल्टी चाहिँ नि आफ्नो घर जान्छ म नि आफ्नो घर जान्छु अनि अनबक्सिङको चाहिँ छुट्टै भिडियो बनाउने सोचिरहेको छु हेरौँ के हुन्छ है त ल सी यु नेक्स्ट ब्लग See you guys, bye bye.